आइपुग्यौँ साथी प्रदीप साथी एकदम बबाल हैन देख्न सक्नुहुन्छ पछाडीतिर कस्तो छ भ्यू भ्यू हेर्दाखेरि यो पल कहिले बिर्सिदैनौँ के हैन गुसवम त पहिला उ त्यहाँ आइसकेको थियो उ त हेर्दाखेरि रारा लेक जस्तो छ हिमालले रारा लेक हो के यस्तो बबाल है अनि त्यसपछि यो त्यो पनि पाल्पामा बुटोलबाट कति 1.5 घन्टाको 1.5-2 घन्टाको बाटो हाम्रो लागि अलि राइडरको लागि चाहिँ एक घन्टामा आउँछ मान्छे यस्तोमा यतिको भ्यू पाउनु भनेको ड्रिम क्रम टु हो कि यतिको नेचर लभिङ र यस्तो कहिले देखाएको थिएन म योभन्दा अहिलेबाट गएको थिएँ पोहोर ठ्याक्क पुसको 4 गते यहाँ आएको त्यत्र हिमालमा त देखाएको थिएँ टोको त्यसको नजारा त बेग्लै के र यो भिडियो चाहिँ थर्ड सेयर गर्न टिल मुभमेन्टको हो कि साथी दोस्तको फेरि पारै छुट्यो दोस्तको यो मेरो चाहिँ अब यहाँ यस्तो के मुभमेन्ट अफ माई लाइफ के होइन यो चाहिँ म सानो यहाँ रेकर्ड गर्न खोजिरहेको छु मैले यो 5 वर्षपछि हेर्दा पनि फिल आओस् के यो भिडियो चाहिँ मेरो मुटुको एकदम नजिक रहनेछ किन भन्दाखेरि चाहिँ यो जति उताको त्यति हिमाल के जति उताको त्यति हिमाल देख्छु कि मैले र बहुत खुसी लाग्यो के है आज चाहिँ कलेज भनेर हिँडेको जो अनेस्टली भन्छु कलेज भनेर हिँडेको कलेजमा हिजो 4 जना आएछन् कि 6 जना आएछन् त्यही भएर कलेज नपसिकन म यहाँ छु क्या घरमा थाहा छैन लिटरली भनेको छु यो बुढी घरकाले हेर्नु हो नि मलाई जेसुकै भन्नाले माफ गर्नु होला तर यो जुन भ्यूको लागि चाहिँ म यति गर्न तयार छु क्या सेटिस्फाई के हुन्छ नि चाहिएको सबै थोक मिल्यो क्या मलाई पाल्पाबाट यस्तो भ्यू तपाईँ यार कहाँ जानु पर्यो कि यसको लागि जहाँ जान नि त सकिन्छ कि हाम्रो जसले फेरि फ्लावर कहाँ थिइन् फ्लावर लिएर आइसकिन् र मुभमेन्ट के यार मुभमेन्ट बिहान यति चिसो थियो त्यही पनि नाम भन्ने सोचिरहेको थियौँ हो कि दोस्त नाम भन्ने सोचिरहेको थियौँ तर आज त वेदरलाई च्यालेन्ज गरेर मजाले हैन नाम भन्ने सोचिरहेको सोच्दा पनि हामी आइपुग्यौँ यहाँ र क्लास के भन्नु थिएन अब ठिक हिजो 6 जना आएको हुनाले आज नआएको म फेरि भने हिजो 6 जना विद्यार्थी गएका थिए क्लास कलेजमा म प्रुफ चाहिँ फेरि यिनी गएको नि हिजो अनि म पनि म फेरि हिजो पिकनिक गएको थिएँ होइन अनि त्यस कारणले चाहिँ त्यो भएन नत्र हिजो 3 जना 4 जना भएको हुँदा चाहिँ आज चाहिँ त्यसले हामी नगएको क्लास कलेज छिर्दैन घरबाट ड्रेस हो अहिले बाबाले फोन गर्नु भने जोरदार छु भन्छु अनि त्यसपछि त्यतिबाट जान्छु भिडियो हेर्नु हो भने पनि माफ गर्नु होला तर अब के भन्ने अब आँट्यो के आँट्दा यो खासमा केटाहरूको जातै यस्तो हो कि खै के हो बहुत आँट्यो आँट्दै आइपुग्यो र यो मुभमेन्ट एकदम यादगार मुभमेन्ट हो क्या बुझ्नु यादगार के एकदम बाटामा चेकिङ पऱ्यो लाइसेन्स देखाएँ खुसी लाग्यो बिल बुक देखाइयो खुसी लाग्यो त पनि हो कि नि दोस्त मलाई झन् खुसी मेरो स्कुटीमा साथी फर्स्ट टाइम मैले छोहु र पाल्पा आइपुग्यो अब जानियो मजाले आनन्दले जानियो फर्स्ट टाइम हो फेरि मैले स्कुटी देखेको पनि फर्स्ट टाइम हो र एकदम चिसो के मैले तलबाट ट्राउजर पनि नलाइकन आएको थिएँ भाउ आज गइन्न भने विचार थियो सबैले सल्युट गरिदिनु पर्छ त्यसपछि हाम्रो प्रदीप दोस्तले चाहिँ के भन्नु जसरी जानै पर्छ भन्ने हो भने जानै पर्छ भनौँ र मास्क किन्यो माथिबाट त टन्नै लाएँ स्वेटर लाएँ थुप्रै लिएर आएको थिएँ तलबाट चाहिँ बिर्सेछु के अनि बाटोमा जन्तना आइयो अब भोलि जहाँसम्म केही पनि हुन्न होला घाम तापिरहेको छु र अझै यो यात्रा चाहिँ अझै 10-15 मिनट यहाँ बसाइ हुन्छ कि उ त अब अपर रेन्जमा नि गइन्छ होला त्यसपछि चाहिँ हाम्रो यात्रा अघि बढ्छ र हामी फर्कने क्रममा हुन्छौँ है ल एकदम यो मुभमेन्ट चाहिँ मेरो लाइफको बेस्ट मुभमेन्ट हो एकदम बेस्ट अनि यहाँ यस्तो फोटोसुट हुन्छ एकदम कि वान अफ माई फकिङ इमोसन फ्लो भइरहेको माफ गर्नु होला न